आज प्रकृति पनि निराश थियो। एउटा कलिलो बालिकाको सास रोकिएपछि त्यो हावा पनि शान्त र चुपचाप थियो। रातको 2 बजे भर्खर आँखा बन्द भएको मात्र थियो, एउटा आवाज आयो, बा तिमी निदायौ र यति सजिलै? बा निन्द्रामा झस्किँदै बिउजिनु भयो अनि प्रश्न गरे, को हो नानी तिमी? बा, तिमीले चिनेनौ र मलाई? म तिम्रै त्यही छोरी हुँ, त्यही सानी छोरी जो तिम्रो हातको औँला छोडेर भर्खर हिँड्न सिक्दै थिइन्। म त्यही छोरी। म फर्किएँ नि बा। म मेरो अङ्ग अङ्ग च्यातिएको लुच्छिएको शरीर बोकेर होइन, आज आत्मा बोकेर फर्किएको छु। म तिम्रो त्यही छोरी हुँ जसले तिम्रो हातको सहारामा हिँड्न सिक्दा सिक्दै केही भुवासोहरूले गिद्धले सिनो लुछे जस्तै लुछे नि बा मलाई। म त्यही तिम्रो सानी छोरी हुँ जसको लास खोज्दा खोज्दै तिम्रो आँखाहरू थाकेनन्। बाको आँखाभरि फेरि एकपल्ट त्यो आँसुहरूले छताछुल्ल भए, तर छोरीको आवाज रोकिएन। बा, हेर न, मलाई यो संसारले चिनेर आज के मैले यो संसारमा आफैलाई चिनाउन यही उमेरमा आफ्नै शरीर लुटाउनु पर्ने थियो र बा? कपडा च्यातिएपछि फेरि च्यातिएको मेरो कलिलो शरीरका हरेक अङ्गहरूले न्याय माग्दैछन् आज। साँच्चै बा, मलाई संसारले चिन्यो रे। मेरो तस्बिर सामाजिक सञ्जालमा राखियो रे, मेरो लागि हजारौँ शब्दहरू लेख्यो रे, मेरो लागि नारा लगाइयो रे। बा, के मैले न्याय पाउँछु कि पाउँदिनँ अब? बाको आँखाभरि फेरि एकपल्ट त्यो आँसुहरूले छताछुल्ल भए।